आई थिंक दिस इज द फर्स्ट टाइम एभर नेपालले जहिलेदेखि ओडे स्टेटस पायो त्यसपछि चाहिँ नेपालको एकदमै नराम्रो सिरिज चाहिँ अहिले युए र युएसएसँग गयो। जसरी नेपालको पर्फर्मेन्स लास्ट 4 गेममा हेर्न पाइयो त्यो चाहिँ एकदमै बिर्सन लायक नै थियो। जुन डे 1 देखि जस्तो गेम थियो त्यो लास्टसम्म त्यो एउटै गेमको भरमा नेपाल अघि नै बढेको थियो। युए टुर चाहिँ एकदमै नेपालको लागि हिस्ट्रीमा नेपालको ओडे हिस्ट्रीमा एकदमै बिर्सन लायक नै गेम भनौँ न, त्यस्तै नै गेम रह्यो। यो गेममा हार्नु चाहिँ मेन कमजोरी चाहिँ फर्स्ट त मिडल अर्डरमा ब्याटिङको चाहिँ मिडल अर्डरमा फेल हुनु। पावर प्लेमा राम्रो रन हाने पनि मिडल अर्डरमा चाहिँ एकदमै फेल, पार्टनरसिप बिल्ड गर्न नसक्नु नै हो। अनि अर्ली फेसमा राम्रो छ अनि बिचमा गएपछि के हुन्छ थाहा नै हुँदैन। अनि लास्टको पावर प्ले पनि राम्रै छ। अब सुरुको र लास्टको पावर प्ले बाहेक बिचको त्यो मिडल फेसमा चाहिँ नेपालले एडजस्ट नगर्नु चाहिँ नेपालको मेन कमजोरी नै रहेको छ। त्यसै गरी हिजोको गेममा चाहिँ जसरी युएले लास्ट गेममा युएससँग हारेर आएको 49 मा अल आउट भएर आएको टिमलाई पनि नेपालले एडजस्ट गर्न नसक्नु यो एकदमै नराम्रो कुरा हो। जस्तो हाम्रो टिमको पनि त्यस्तो नराम्रो छ जस्तो त लाग्दैन। फुल एक्सपोजर, फुल ट्यालेन्ट, एक्सपिरियन्स प्लेयरहरू हुँदा पनि आफ्नो गेम चाहिँ फिल्डमा देखाउन नसक्नु चाहिँ एकदमै मलाई नराम्रो नै लाग्छ। त्यसै गरी ब्याटिङको कुरा गर्दा नेपालको लास्ट सुरुदेखि जुन गेम आएको थियो नि त्यो लास्ट गेम युएसँग खेल्दा त्यो सेम टु सेम उस्तै आएको छ। डट बलको कुरा गर्ने हो भने लास्ट त्यो 2 टिम्सको र अहिले नेपालको डट बल चाहिँ एकदम फरक रहेको छ। म्याक्सिमम डट बल खेल्नु पनि नेपालको लागि गेम टाढा जानु नै हो। अनि जसरी हिजोको गेममा 147 को पार्टनरसिप युए को टिमले गर्नुभयो त्यसबाट पनि गेम हाम्रो नेपालको लागि गेम एकदम टाढा नै गइसकेको थियो। त्यसै गरी मिडल अर्डरमा चाहिँ नेपालले एकदम रन लिन नसक्नु। स्ट्राइक रोटेट चाहिँ छ, स्ट्राइक रोटेट राम्रो छ तर रन रेट चाहिँ राम्रो भएन। जसरी स्ट्राइक रोटेट नेपालको एकदमै राम्रै हो अनि त्यो स्ट्राइक रोटेट अनुसारको रन रेट चाहिँ आउन नसक्दा पनि नेपालले लास्टको 4 ओडे गेम चाहिँ नराम्रो नै भएको थियो भन्ने मलाई लागेको छ। आई थिंक हिजो पनि बोलिङको यस्तो नेपालले कस्तो खेलेको छ भन्दा बोलिङबाट पार्टनरसिप तोड्न नसक्नु अर्को टिमको, अनि ब्याटिङबाट चाहिँ पार्टनरसिप बिल्ड गर्न नसक्नु एकदमै ठुलो कमजोरी यही नै रहेको छ। आई थिंक अब चाहिँ ओडेको नेपालको स्ट्रक्चरमा चाहिँ थोरै चेन्ज भएर अगाडि जानुपर्छ भन्ने मलाई लागेको छ। प्लेयरहरूको कन्सिस्टेन्सली चाहिँ गेममा देखिएको छैन। त्यसैका लागि म एकदम हिजोको गेम लास्ट 4 गेम चाहिँ एकदमै नेपालको लागि बिर्सन लायक नै रह्यो। अब आउने सिरिजहरू चाहिँ राम्रो होस्। यस्तो गेमले चाहिँ प्लिज टेस्ट नेसन भन्दा अगाडि नबढ्नु होला। एकदम भ्रम नै हाम्रो यो भ्रम नै परिन्छ। हामी नेपालको क्रिकेट हेर्ने पनि एकदम हामी भ्रममै हुन्छौँ। टेस्ट नेसन भन्ने कि रेस्ट नेसन भन्ने एकदम कन्फ्युजन नै हुन्छ त्यो ओडिआईको गेम हेर्दा त। त्यसैले आई थिंक ओडिआईको नेपालको स्ट्रक्चर छ नि त्यो चाहिँ थोरै चेन्ज होस्, टिम कम्बिनेसन राम्रो होस् भन्ने मलाई लाग्छ। यसैका साथ जय देश जय क्रिकेट।